यो व्हाट्सअप गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हामी फेरि मेरो ठिकै गेम खेल्दै थियो ऱ्यान्डमली होइन, मतलब मैले सोलो बसेर स्क्वाड बसेपछि स्क्वाडको ऱ्याङ्क म्याच लगाएको थिएँ। मैले केटाहरू ठिकै आएको थिएँ, राम्रै आएको थिएँ, खेल्ने नि आएको थिएँ। म कतिचोटि मरेँ, 2-3चोटि मऱ्यो होला, केही नभनिकन गरेर रिभाइभ गरिदिने खालको टिममेट पाएको थिएँ मैले। अनि मैले फ्रेन्ड रिक्वेस्ट पठाइहालेँ। यो 4 नम्बर चाहिँ मलाई 4 नम्बर होइन, 2 नम्बर चाहिँ मलाई केटी जस्तो लागेर, अब यसो केटा मात्रै बुङ्गाहरू छन् फ्रेन्ड लिस्टमा, यसो केटी भयो भने ठिक हुन्छ भनेर फ्रेन्ड रिक्वेस्ट पठाएको गरेँ। भरे हेर्छु त केटा रहेछ, र पनि केटो ठिकै रहेछ होइन, बोल्यो मजाले गऱ्यो, ठिकै छ, खेल्यो। त्यसपछि पनि फेरि कति म्याच खेल्यौँ। अनि अहिले चाहिँ मैले यस्तो उसले बोलाइहाल्यो, म खेल्न गएँ, एडिट गर्नु बिर्सेँ, यस्तो ढिलो पनि हाल्छु त। यहाँनिर एउटा एनिमी छ होइन, माथि उतो खेलाइरहेको तल आएछ, यसलाई मेरो यहाँ खतरा हुन्छ नि, फेरि मलाई हान्ने हुन्छ र मैले वाल लाउँछु, मारिदिन्छ क्या, मेरो किल नै चोरिदिन्छ। अनि त्यसलाई हान्न जान्छु, फेरि अर्कोले किल चोरिदिन्छ क्या त्यसको। अब हेर ल एउटा यसलाई हान्दैछु नि, मेरो टिममेटले किल चोरिदिरहेको हुन्छ क्या, त्यत्रो 84को ड्यामेज हानिरहेको हुन्छु, 2टा किलै चोरिदिन्छ। यो गेममा त सुरुमा पनि आमा किलै नभएर अब यहाँ पर मान्छे देखिरहेको छु होइन, वाल लाउँछु, देखेँ होइन, वाल लाउँछु, वाल लगाइसकेपछि पनि मरेँ। के हो अब, यो गोली हानिसकेर लाथ्यो होला, के हो, मैले हेल्प गर भने यिनीहरू अलिक टाढा रहेछन्, बिहानन्। अनि यसले के क्यारेक्टर कुन चाहिँ क्यारेक्टर युज गरेको थियो पनि नकुदा पनि त्यो जुन हुन्छ नि रेड कलरको हो, त्यो पनि छिटो घटिदिइरहेको थियो क्या मेरो। यहाँनिर चाहिँ म टक्कसँगले बिजन चिनी कस्तो भने यो स्प्याम हान्ने मात्रै काम हो क्या यो, त्यस्तो मजाले लाग्दैन लङ रेन्जमा हल्का खेल्नु भने। अनि मैले स्कार भेटेको हुन्छ, यहाँ फुटाइरहेको हुन्छ मेरो, उतापट्टि हुन्छ नि एनिमी, हान्न जान्छु म, एउटा त होला नि भनेर हुन चाहिँ एउटै हुन्थेँ, र पनि यहाँ व्यवस्था गरिदिन्छ क्या यो अर्को पनि आएर हान्न चाहिँ, यत्रो हान्दा पनि मर्दैन क्या। अनि फेरि रिभाइभ भएर म यहीँनिर आउँछु होइन, मेरो टिममेट नक हुन्छ, सायद तिनीहरू नै थियो होला, पनि भनेर म चाहिँ गइदिन्छु होइन, के लुकेर खेल्नु भने यत्रो हान्दा पनि मर्दैन क्या बिजनले, त्यो मलाई मनै पर्दैन यो गन, एक पनि त्यस्तो लाग्दैन। एउटालाई नक पार्दै होइन, यसलाई पनि हान्दै थियो, नक हुन आँटिसकेको थियो, यत्रो हुन्छ क्या त्यो एमको उतो हुन्छ नि डल्लो, यत्रो हुन्छ। अनि त्यो भएर चाहिँ कहाँ छरिन्छ गोली मार्थ्यो। हाम्रो टिममेटले चाहिँ यहाँ हेर्दा कस्तो खतरा रिभाइभ गरिदिएको हुन्छ नि, जोनभित्र कहाँभित्र हुन्छ, यता पिकतिर हुन्छ जोन, उभीमा शक्तिमा गएर जोन पुसर जस्तो हानिदिन्छ। अनि हामी चाहिँ यता कोटा टुवातिर उत्रिन्छौँ, कोटा टुवा र त्यसको बिचमा यसलाई चाहिँ मैले खतरा हानिदिन्छु क्या। मैले यत्रो ओस्कार युज गरेर पनि माथि गएर पनि मऱ्यो, धन्न मऱ्यो। अनि एसपिडी पाएँ मैले, एसपिडीले यसलाई मैले हेडसट हान्थेँ, ड्र्याग हेडसट क्या, एसपिडीको ड्र्याग हेडसट MP40 जस्तो। अनि व्यवस्था भने मैले नि आज मेरो जुन आइडी ह्याक भयो, आइडी ह्याक भएपछि मैले चाहिँ एउटा आइडी किन्न खोजिरहेको थिएँ क्या, 4-5 हजारको, खोजेँ कति खोजेँ होइन, भेटिनँ। एउटा मेरो भाइले दिन्छु मेरो आइडी छ, तपाईँ लानु न भन्दै थियो, हुन्छ म किन्छु नि भनेको थिएँ होइन, अब किन्नु त परिगयो होइन, किन्छु भनेको थिएँ। भरे उसले चाहिँ यस्तो रहेछ क्या, खासमा चाहिँ उसले चाहिँ बेचिसकेको आइडी रहेछ। अनि जसलाई बेचेको उसले चाहिँ रिफन्ड गर्न भन्दै थियो अरे, अनि त्यही भएर मलाई तपाईँ त्यसले रिफन्ड गर भने लानु न भन्दै थियो। अनि हुन्छ त मैले भने, भरे त्यसलाई पनि लोभ लागेको क्या, ट्रोपिकल प्यारोटहरू होइन, अनि येल्लो पोकरहरू थियो, त्यसलाई पनि लोभ लाग्यो होला नि त। अनि मैले फेरि खोजेँ राति अर्जेन्टमा भनेर पनि खोजेँ, र पनि भेटेन क्या। अब स्क्याम हुने डर पनि हुन्छ भनेर, ह्याक हुने डर यस्तै मेरो पहिला अगाडि यस्तै हुन्छ भनेर मैले चाहिँ यसमै मन्थली हान्दै 3टा जति होइन, यहाँ चाहिँ लास्ट एउटा बाँचेको हुन्छ, मन्थली हानिदिन्छु 3टा जति। अनि त्यसको चाहिँ मलाई यो नयाँ M60 आएको हुन्छ नि हो त्यो, अनि फार्मस निस्किन्छ, अनि M10 त थियो मसँग, M10 पनि, अनि हुन्छ भने चाहिँ। अनि मैले अहिले चाहिँ यो भिडियो बनाइसकेको म्याचमा चाहिँ बोय पास पनि निकालेँ। ल आजको लागि त्यति नै हो केटा हो, सपोर्ट गरिदिएर गर, लाइक फलो गर, थ्याङ्क यू फर वाचिङ, बाई बाई।